ल सम्पूर्णमा नमस्कार। आदरणीय भागवत प्रेमी महानुभावहरू, भीमदत्त नगरपालिका वडा नम्बर 8 तिलाचौर माताकुटी स्थित श्री सिद्धनाथ मन्दिरमा यही असोज 21 गतेदेखि सञ्चालन हुन गइरहेको भागवत महायज्ञमा यहाँहरूलाई हामी स्वागत गर्न चाहन्छौँ। आजदेखि हाम्रो तयारी लगभग सुरु भइसकेको छ। हाम्रो उतातिर एउटा गेट निर्माण हुँदैछ। यता हाइवे नजिक भित्र आउने बाटोमा गेट निर्माणको चरण त्यसको सुरु भइसकेको छ। यतातिर हामीले पण्डाल व्यवस्थापनका लागि फिल्ड सम्याउने काम पनि सुरु गरिसकेका छौँ। यहाँहरू पाल्नुहोला, यो कञ्चनपुर जिल्लाकै धार्मिक महामहोत्सव भएको हुनाले यस कार्यक्रमलाई सभ्य भव्य तरिकाले सुसम्पन्न गर्नका लागि कञ्चनपुरवासीहरू, सम्पूर्ण आमा बुवा, दिदी भाइ, दाजुभाइ बहिनीहरू सबै मिलेर यसलाई चाहिँ हामी आफ्नो कार्यक्रम सम्झेर भक्तिभाव तरिकाले सुसम्पन्न गर्न यहाँहरू पालिदिनु होला। र भक्तजनहरूले भोलिदेखि नै अब स्वयंसेवकका रूपमा पनि हामीले खट्नुपर्ने अवस्था देखिएको हुनाले भोलि बिहान 7 बजेदेखि नै यहाँहरूको गरिमामय उपस्थितिका लागि पनि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। र 21 गतेको लागि हामीले धेरै ठाउँमा पुग्ने प्रयास गऱ्यौँ, सबै ठाउँमा पुग्न सकेनौँ होला। जुन ठाउँमा जसलाई हामीले निम्ता दिन सक्यौँ उहाँहरू आउनुहोला। र जुन सामाजिक सञ्जालका माध्यमबाट पनि हामी सूचनाहरू प्रवाह गर्दैछौँ, यहाँहरू आउनुहोला। यो भक्ति गर्ने ठाउँ हो। देशमा विभिन्न किसिमका जुन अप्ठ्याराहरू आइरहेका छन्, समाजमा अप्ठ्याराहरू परिस्थितिहरू सिर्जना भइरहेका छन्, यिनीहरूको अन्त्यका लागि पनि हामीले धर्म रक्षति रक्षत, धर्मले नै सबैको रक्षा गर्ने हुनाले यहाँहरूको गरिमामय उपस्थितिका लागि हामी हार्दिक अनुरोध गर्दछौँ। हवस्, धन्यवाद। थोड़ा एक फेरा